दर्शकबिन देख्न सक्नुहुन्छ हामीले तपाईलाई देखाइरहेका छौँ दृश्यमा बालेन शाह यसरी चुनावी देश दौडामा गइराख्नु भएको छ। यहाँ देख्न सक्नुहुन्छ बालेन शाह यसरी जनतासँग घुलमिल भएर यसरी भाषण गर्नुको सट्टा उहाँसँग नजिकै गएर कुराकानी गरेर यहाँ चुनावी प्रचार प्रसार वा आफूलाई भोट दिन किन भोट दिने, केका लागि भोट दिने, कसरी विकास हुन्छ भनेर यहाँ सम्झाइराख्नु भएको छ। यहाँ देख्न सक्नुहुन्छ बालेन शाहले जनतासँग घुलेर मिलेर यहाँ चुनावी प्रचार प्रसार तीव्र गतिमा बढाएका छन्। हाम्रो सभापति उम्मेदवार पनि हुनुहुन्छ, एकदम राम्रो इन्जिनियरिङ ब्याकग्राउन्डको, तपाईँहरूको घर घर पुग्नु पनि भएको होला, कतिको घरको नक्सा बनाउनु भएको होला, कतिको भ्यालुएसन गर्नुभएको होला। अनि तपाईँहरूले घर घर जाँदाखेरि पार्टीको विषयमा बोल्दा अब चुनाव प्रचार गरिराख्दाखेरि उहाँलाई पनि मैले हिजो भनेको थिएँ, एकदम ठुल्ठुलो कुराहरू नगरौँ, सकिने चिजहरू गरौँ। यहाँको मेन समस्या चाहिँ यसो बुझ्दै गर्दाखेरि बाटोमा आउँदै गर्दाखेरि पनि कृषि त एकदम मजाले हुँदो रहेछ यहाँ, तर कृषिको बजार जुन छ, अब सुरुमा एकजना उहाँ एउटा बाटोमा घर रहेछ एकजना लम्सालजीको, उहाँले भन्नुभयो कृषि त भएको छ, हामीलाई काठमाडौँमा बजार छ।